चाहिँ स्टार्ट नहुने प्रब्लम आइरहेको छ है। यो जुन वार्निङ लाइट हो, यसलाई वार्निङ लाइट भनिन्छ। यसलाई चाहिँ जस्तो रेडमा छ अहिले, रेडमा भइसकेपछि अफ हुनुपर्छ है। यो येल्लो भइसकेपछि स्टार्ट हुँदैन है। स्क्यानिङ गरेर हेर्दैछौँ कि रेल प्रेसर सेन्सर यहाँ देखाऊ। यो सिग्नल आइसकेपछि स्टार्ट हुँदैन है। छुट्टै टुल्स हुन्छ जुगाड गरेर को लागि चाहिँ छुट्टै टुल्स हुन्छ हामीसँग खोलिरहेको छौँ। टन्नै हाल्नु पर्छ। त्यहाँ थोरै थोरै कचरा छन्, त्यो कचराहरूलाई एकदम मजाले हावा हानेर सफा गरेर स्क्यानिङबाट एक्टिभ गरिसकेपछि बल्ल स्टार्ट हुने सम्भावना हुन्छ। कुनै कुनैमा चाहिँ त्यो सेन्सर गइसकेछ भनेपछि चाहिँ स्टार्ट हुँदैन, यहाँबाट पनि एक्टिभ हुँदैन स्क्यानिङबाट। कुनै कुनै चाहिँ के हुन्छ भनेपछि स्क्यानिङबाट नै एक्टिभ गर्नुपर्छ सेन्सरलाई है। अहिले चाहिँ हामीले अब स्क्यानिङबाट एक्टिभ गरिसकेका छौँ। अब डिटिसी चाहिँ सब नर्मल छ है, सबै चिज नर्मल छ। अहिले हामी अब स्टार्ट गरेर हेर्छौँ। अहिले चाहिँ सेन्सर चाहिँ स्क्यानिङबाट एक्टिभ भइसकेको छ है। अब चाहिँ हजुरको पम्प इन्जेक्टरहरू केही हेर्नु पर्दैन है। यो जुन